यहाँहरू सबैलाई नमस्कार। आज हामी यो जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणाली, मानव वन्यजन्तुको द्वन्द्व र त्यसका असरहरू प्रोपरली तीनवटा विषयमा रहेर आजको कुराकानीलाई हामी अगाडि बढाउँछौँ। त्यो पनि अब यो एकदम वाइड इस्यु भए पनि हामी हाम्रो प्रदेशको कुरा, प्रदेशको अवस्थिति, प्रदेशमा का असरहरू, प्रदेशमा ती फ्याक्टरहरूले गरेको असरहरू लगायतका सन्दर्भमा कुरा गर्छौँ। यो विषयमा हामीलाई मूलतः जानकारीमूलक नै हो यो आजको छलफल। एउटा कमन पिपुलहरूलाई, आम मान्छेलाई यो प्राविधिक विषय हो। स्वाभाविक रूपमा क्लाइमेट चेन्जका विषयमा नेपालमा लामो छलफल अलि अगाडिदेखि आरम्भ भएको, तथापि यो अति मसिनो गरी एकदम ग्राउन्डमा अझ धेरै जानुपर्ने विषय छ। अब शब्दका हिसाबले पारिस्थितिकीय प्रणाली भनेको त शब्दै पनि एकदमै जटिल जस्तो लाग्छ, टेक्निकल जस्तो लाग्छ। त्यसका असरहरूको कुरा, अब मानव वन्यजन्तुको कुरा त सोसियल कुरा पनि भयो होइन। सोसियल भन्नाले हाम्रो समाजले भोगिरहेको पछिल्लो समयमा त्यो पहिलादेखि नै भनौँ न, त्यो विषय भयो हुनाले यो प्राविधिक विषय पनि भयो। त्यसलाई चर्चा गर्नका लागि, त्यसलाई सैद्धान्तिक र त्यसका व्यावहारिक पाटाहरूमा एक खालका त्यसमा प्रस्तुतताका लागि मैले आज उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका वन अधिकृत दानबहादुर थापालाई निम्ति आएको छु। उहाँलाई म स्वागत गर्छु। नमस्ते थापा सर। नमस्कार। सन्चै हुनुहुन्छ? एकदम व्यस्तता एकदमै होला है? व्यस्तता एकदम छ हजुर। यस्तै छ, व्यस्तताको बावजुद पनि कामहरू गर्नै पर्ने हुन्छ हजुर। एकदम धन्यवाद छ हजुरलाई आज यो कार्यक्रममा। हजुरले चाहिँ यहाँ केही जलवायु परिवर्तन अनि हाम्रो पारिस्थितिकीय प्रणाली र मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनसँग सम्बन्धित विषयमा मलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको तर्फबाट र मेरो व्यक्तिगत आफ्नो केही धारणाहरू पनि यससँग सम्बन्धित कुराहरू यहाँ व्यक्त गर्न पाउँदा र आम जनसमुदाय समक्ष यो कुरा राख्न पाउँदा म एकदम धेरै हर्षित छु। हजुरलाई धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। म विलम्ब नगरिकन सरबाट जान्न खोजिहाल्छु। सुरुमा त यो जलवायु परिवर्तनकै कुरा गरौँ होला। क्लाइमेट चेन्ज होइन, अब हुन त जिब्रोमा झुन्डिसक्या वर्ड छ। केलाई भन्छन् जलवायु परिवर्तन र खासमा? जलवायु परिवर्तन ठ्याक्कै अब यसलाई परिभाषित गर्नुपर्दाखेरि हामीले यो लामो समयदेखि हाम्रो जल अनि वायु र तापक्रममा पर्ने जो चाहिँ हाम्रो लामो दशकौँ वा सोभन्दा बढी समयमा लाग्न सक्छ, यसमा आउने परिवर्तन, जुन परिवर्तन चाहिँ के को रूपमा हुने भयो भने पछि चाहिँ स्थायी रूपमा चाहिँ यो परिवर्तन हुने हुन्छ। यसलाई चाहिँ हामी के भन्छौँ? जलवायु परिवर्तन। जस्तै दशकौँ हुनसक्छ, त्योभन्दा पछि बढी 30औँ वर्षसम्मलाई हामीले चाहिँ यसलाई आधार मान्ने गर्छौँ। जस्तै 30 वर्षसम्म पनि एउटै चाहिँ त्यो रेसियो बढ्दै गयो र त्यो स्थायी रूपमा चाहिँ नि रहिरह्यो भने चाहिँ त्यसलाई चाहिँ हामी जलवायु परिवर्तन भन्ने गर्छौँ। जस्तै वर्षामा हुनसक्छ, अनि हावाको गतिमा हुनसक्ने भयो, अनि तापक्रममा हुनसक्ने भयो। यी परिवर्तनहरू जब स्थायी रूपमा चाहिँ रहन्छन् त्यसलाई चाहिँ हामी जलवायु परिवर्तन भन्छौँ सामान्यतया। अब सामान्यतया बुझिँदै आएको, अर्थ्याइँदै आएको भनेको जलवायु परिवर्तनको असर पछिल्लो समयमा विश्वव्यापी छ भन्छन् होइन। यसमा कम बेसी भन्ने पनि हुन्छ असर? कम बेसी त ठाउँ अनुसार, भौगोलिक बनावट अनुसार, क्षेत्र अनुसारले यसको कम बेसी भन्ने हुन्छ एकदम। हाम्रो पोजिसन के हो? सुदूरपश्चिमलाई हेरौँ न। हाम्रो सुदूरपश्चिमलाई पनि हेरौँ। अब यसमा समग्रमा खास भन्नुपर्दाखेरि जो हिन्दकोश हिमालय भन्ने हाम्रो जुन रेन्ज छ, यो रेन्जलाई चाहिँ अझ अलि बढी फोकस गर्न जरुरी देखिन्छ। किनभने हाम्रो चाहिँ भौगोलिक बनावट कस्तो छ भने लगभग हामी 190 मिटरको फरकमा, जस्तै तराईदेखि हिमालको चाहिँ 190 किलोमिटरको फरकमा यत्रो धेरै डाइभर्सिटी छ। हामी समुद्र सतहदेखि हामी लगभग 90 मिटरदेखि 8848 मिटरको चाहिँ हाम्रो जो भौगोलिक बनावट छ, यसको कारणले गर्दाखेरि जलवायु परिवर्तन जन्य असरहरूबाट चाहिँ हामी बढी प्रभावित हुन्छौँ भन्ने कुरा स्पष्ट छ यसमा। त्यो हिसाबले पनि अब यसलाई चाहिँ अब हामीले मात्रै रोक्न सक्ने अवस्था हुँदैन। यो
किनभने यो भनेको एकदम क्रस सेक्टरल र मल्टी स्टेक होल्डर चाहिँ यसमा समावेश हुने हुनाले जलवायु परिवर्तनमा त्यो हिसाबले सबै आम जनसमुदाय, स्थानीय समुदाय, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार र अन्तर्राष्ट्रिय लेभलमा पनि सबैको यसमा चासो हुन जरुरी र जे यसका नीति नियमहरू बनेका छन् त्यसलाई चाहिँ त्यही अनुसारले चाहिँ कार्यान्वयन गर्न पनि एकदम जरुरी देखिन्छ। यसलाई अझ सरलीकृत रूपमा बुझ्नका लागि यो कुरामा असर परेको छ देख्नु भएको छ नि है भन्ने कुरालाई भन्न उदाहरणसहित भन्नुपर्छ। उदाहरणसहित यसमा जस्तै हाम्रो ग्राउन्डलाई हेरेर हेर्दाखेरि हामीले प्राकृतिक वातावरणमा पर्ने प्रभावहरू जस्तै हिम नदी र हिमताल पग्लिनु एउटा भयो, अनि हिमताल फुट्ने जोखिम बढ्नु, अनि त्यसै गरी वर्षा अनियमित हुनु, अनि वन विनाश र जैविक विविधता बढ्नु, यो चाहिँ प्राकृतिक वातावरणमा पर्ने प्रभाव भए। त्यसै गरी जलस्रोतमा पर्ने प्रभावहरू छन्। त्यसमा के हुन्छ भन्नुहुन्छ भने नदीको बहाव अस्थिर हुनु, त्यसै गरी खानेपानीको अभाव हुनु, अनि सिँचाइ प्रणाली प्रभावित हुनु र जल विद्युत उत्पादनमा जोखिम हुनु, यी चाहिँ हाम्रो के छन् जलस्रोतमा पर्ने प्रभावहरू भए। साथै त्यसपछि कृषि तथा खाद्य सुरक्षा अभाव, यो कुराहरू पनि जलवायु परिवर्तनको कारणले देखा परेका छन्। त्यसमा बाली उत्पादन घट्नु, त्यसै गरी किरा र रोगको प्रकोप बढ्नु, बाली चक्र परिवर्तन हुनु, अनि खाद्य असुरक्षा बढ्नु, यी चाहिँ हाम्रो के भए कृषि तथा खाद्य सुरक्षाका प्रभावहरूमा पर्ने भयो। त्यसै गरी मानव स्वास्थ्यमा पनि प्रभाव पार्छ। हेर्नुहोस् यसले त्यसमा के पार्छ भने तापजन्य रोगहरू बढ्नु मानव स्वास्थ्यमा, अनि त्यसै गरी पानीजन्य र कीटजन्य रोगहरू फैलिनु, कुपोषण र मानसिक स्वास्थ्यमा समस्या आउनु, यी चाहिँ हाम्रो मानव स्वास्थ्यमा पर्ने प्रभावहरू भए। साथै सामाजिक र आर्थिक रूपमा पनि यसले प्रभाव पार्छ। त्यो के अर्थमा भने गरिबी र बेरोजगार बढ्नु पनि यसको असर देखिने भयो, अनि बसाइसराई बढ्नु, अनि त्यसपछि विकास पूर्वाधारहरूमा क्षति हुनु, यी कुराहरू चाहिँ हाम्रो केमा पर्ने भयो त भने सामाजिक र आर्थिक प्रभावमा पर्ने भयो। यो हुनाले चाहिँ हाम्रो के हुन्छ भने जलवायु परिवर्तनले हाम्रो प्राकृतिक स्रोतमा पर्ने प्रभावहरू भए, अनि जलस्रोतमा पर्ने प्रभावहरू भए, त्यसै गरी कृषि तथा खाद्य सुरक्षामा पर्ने प्रभावहरू भए, साथसाथै हाम्रो स्वास्थ्यमा र हाम्रो सामाजिक र आर्थिक सम्पूर्ण क्रियाकलापहरूमा जलवायु परिवर्तनको प्रभाव पर्ने हुनाले यसलाई चाहिँ संरक्षण गर्नु र यसलाई न्यूनीकरण गर्नु, अनुकूलन गर्नु हाम्रो चाहिँ प्रमुख भूमिका रहने हुन्छ। अहिलेलाई तपाईँले भनेअनुसार त लगभग 98% जस्तो असरहरूका त भोगी भइसकेका छौँ। भोगी भइसक्यो। हिमनदीको कुरामा अलिकति वा हिमतालको कुरामा हामी सङ्ख्यात्मक हिसाबले अलिक कम हो कि होइन? हुन त अब नदीहरूको स्रोत त त्यही हो होइन? तथापि अब हिमतालहरू अहिलेसम्म धेरै अन्यत्र जस्तो हाम्रो अलिक कम चर्चामा आउँछ होइन? भनेको के हो यो? त्यो बाहेक हजुर अरू जस्तो अरू मानव जीवनसँग होइन रिलेटेड कुराहरूमा त हामी प्रभावित भइसकेका रहेछौँ नि त। भइसकेका छौँ हामी, तर त्यो ठ्याक्कै हाम्रो चाहिँ अलिकति लार्ज स्केलमा देखिन बाँकी छ। कतिपय ठाउँमा जस्तै हाम्रो पहिला मुस्ताङमा चाहिँ एउटा हिम पहिरो गयो, ती घटनाहरू लास्ट इयर पनि गयो, हामीले त्यो देखिरहेछौँ हजुरको त्यही। त्यसले अब आम जनसमुदायमा यसको प्रभाव परे नपरेको कुरा, केही कुराहरू चाहिँ जनचेतनाका कुराहरूमा पनि हामी कमी छौँ कि यो मापन पनि हुने विषय हो। मापन पनि हुने विषय हो नि यो। अनि कति भयो त, त्यसले कति असर गर्यो, कति जोखिम गर्यो, कति जनजनको क्षति गर्यो भन्ने कुराहरू मापन गर्न सकिन्छ। जलवायु परिवर्तनको असर कति भयो त भन्ने कुराहरू हाम्रो समुदाय समग्रतालाई हेर्दाखेरि हाम्रो समुदाय हामी त अलमोस्ट ब्याकवर्ड कम्युनिटीको एरियाज हो नि त, सुदूरपश्चिम भने त एकदम होइन? धनगढीलाई हेरेर मात्रै त्यो चाहिँ निष्कर्ष निकाल्ने कुरा भएन होइन? हामी त अलमोस्ट एउटा ग्रामीण कम्युनिटी, शिक्षा स्तर, जनचेतनाको स्तर आदि इत्यादि वा अरू प्रायोरिटिजले पनि फोकस नभएको एरियाका मान्छे हो नि त होइन? यसमा ग्रामीण मान्छेहरू वा आम रूपमा हेर्दाखेरि अवेर कतिको छन्, सचेतना कतिको छ त? क्लाइमेट चेन्ज यति संवेदनशील इस्यु हो है, यो एकदमै संवेदनशील सवाल हो भन्ने मामलामा हाम्रो समुदाय कतिको सचेत छ? केहीले हदमा अब जनताहरूलाई पनि जलवायु परिवर्तनको असर जस्तै अहिलेलाई हाम्रो जुन वर्षाको अनियमितता छ त्यसको बारेमा चाहिँ नि जनताहरू विज्ञ छन्। बाली चक्र परिवर्तनसँग सम्बन्धित कुराहरूमा चाहिँ उहाँहरू पनि जानकार भइसक्नु भएको छ अहिले। तर यसले
अहिले चाहिँ हामी जोखिमका कुराहरूलाई चाहिँ उहाँहरूले केही कुराहरू बुझ्नु भएको छ भने त्यसपछि यो जोखिमले निम्त्याउने जुन विपदका घटनाहरू छन् त्यसमा चाहिँ अझै अलिकति कम अवेर हुनुभएको छ जस्तो लाग्छ मलाई चाहिँ, मेरो आफ्नो व्यक्तिगत धारणा। त्यो हिसाबले हामीले अब यी जोखिमको कारणले गर्दाखेरि हामी यति प्रभावित हुन्छौँ, यो धनजनको भोलि क्षति हुनेवाला छ भन्ने कुराहरूको चाहिँ स्थानीय लेभलबाट, प्रदेश लेभलबाट, सङ्घ लेभलबाट यो जनचेतनामूलक क्रियाकलापहरू चाहिँ थप चाहिँ सञ्चालन गर्नुपर्ने अवस्था चाहिँ छ अहिलेलाई। त्यति भनिसकेपछि त स्वत कुरा आयो, त्यसका लागि आवश्यक कदमहरू चालिएको छ सरकारबाट? सरकारले अब केही कुराहरू जस्तै अब PC4 प्रदेश लेभलबाट पनि यो क्लाइमेट चेन्ज सम्बन्धी प्रोभिन्सियल क्लाइमेट चेन्ज को कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेछ। अब क्लाइमेट चेन्जसँग सम्बन्धित चाहिँ काम गर्ने विभिन्न संस्थाहरूसँग चाहिँ कोअर्डिनेसन मिटिङहरू सञ्चालन गर्ने भन्ने प्रदेश लेभलमा पनि यसको छलफल भइरहेको छ अहिले। यहाँ जस्तै युनिसेफ भए, अनि WWF भए, यिनीहरू सबै संस्थाहरू को हुनुहुन्छ उहाँहरूलाई चाहिँ कोअर्डिनेसन गरेर कसरी चाहिँ यसलाई अगाडि बढाउँदै लैजाने हो, स्थानीय लेभलमा कसरी उहाँहरूलाई चाहिँ यो जलवायु परिवर्तनका असरको बारेमा चाहिँ नि जानकारी गराउने हो भन्ने कुराहरू चाहिँ हामी छलफल गरिरहेछौँ सर अहिले पनि। अब त्यो पर्याप्त छैन होला होइन? त्यो विषयमा बेग्लै छलफल हुनसक्छ, लामो छलफल हुनसक्छ। हाम्रै नलेजले हेर्दाखेरि, हाम्रै आँखाले हेर्दाखेरि पनि त्यसमा ग्याप देखिन्छ। त्यो जे क्रिया हुनुपर्ने आवश्यकता छ भन्दैछौँ नि हामी, त्यो कुरालाई हाम्रा नीतिगत तहले कतिको सम्बोधन गरेको छ, कतिको तदारुकता देखाएको छ? सम्बोधन ठ्याक्क अब हामीले गर्ने सम्पूर्ण क्रियाकलापहरू जस्तै अब यसमा जलवायु परिवर्तनसँग सम्बन्धित अघि नै पनि भने मैले, अब यो चाहिँ अलिकति मल्टी स्टेक होल्डर खालको चाहिँ नि हुने हुनाले, किनभने अब अन्तर्राष्ट्रिय लेभलदेखि सङ्घीय लेभल, प्रदेश, स्थानीय तह र आम जनसमुदाय सबैको चाहिँ लेभलबाट चाहिँ यो काम बढ्नुपर्ने हुने हुनाले र साथसाथै अब यसको चाहिँ मेन फोकल मिनिस्ट्री भनेको हाम्रो वन तथा वातावरण मन्त्रालय हुने हुन्छ। त्यो हिसाबले पनि हाल हामीले गरेका क्रियाकलापहरूमा जस्तै डिभिजन वन कार्यालय छ, डिभिजन वन कार्यालय अन्तर्गत सब डिभिजन वन कार्यालयहरू भए, प्रदेशमा वन निर्देशनालय छ, अनि वन मन्त्रालय छ। यसरी उहाँहरूले गर्ने क्रियाकलापहरू जस्तै वृक्षारोपणहरू गर्नुभएको छ, अनि त्यसपछि चाहिँ के अरे बिरुवा उत्पादनका कुराहरू गर्नुभएको छ। त्यसले पनि अल्टिमेटली हामीले गर्ने जो यो जलवायु परिवर्तन जन्य विपदलाई चाहिँ कम गराउने कुराहरूमा चाहिँ उहाँहरू पनि लागिराख्नु भएको छ। जस्तै भू तथा जलाधार व्यवस्थापन कार्यालय छ, उसले चाहिँ तटबन्ध नदीको बहावलाई चाहिँ कन्ट्रोल गर्ने किसिमका इन्फ्रास्ट्रक्चरहरू डेभलप गर्नुभएको छ। जस्तै भौतिक पूर्वाधार तथा भौतिक पूर्वाधार विकास मन्त्रालय छ हाम्रो, अनि त्यसै गरी सामाजिक विकास मन्त्रालय छ, उहाँले स्वास्थ्यका किसिमका एक्टिभिटिजहरू सञ्चालन गर्नुभएको छ। यसरी कामहरू त भइरहेछ, तर यसलाई चाहिँ हामीले के गर्न सकिरहेको छैनौँ भने इन्टिग्रेटेड रूपमा चाहिँ हामी कसरी सञ्चालन गर्ने हो भन्ने कुरा अझै चाहिँ हामी सबैमा चाहिँ यो कुरा अवेर हुन जरुरी छ। अहिले त हामी सङ्घीयतामा छौँ, 3टा लेयरको गभर्मेन्ट्सबाट शासित छौँ होइन? हजुर। सङ्घीय सरकार, प्रदेश सरकार र लोकल स्थानीय सरकार, तिनीहरू त सार्वभौम पनि छन्। सार्वभौम भन्नुको मतलब संवैधानिकले उनीहरूको सीमा क्लियर गरेका छ होइन? दायित्वहरू, क्षेत्राधिकारहरू, कतिपय साझा अधिकारहरू छन्। अब यस्तो जेन्युन इस्युहरूमा चाहिँ इन्टिग्रेटेड योभन्दा अगाडि क्लाइमेट चेन्जमा एउटा प्लान त छ होइन? प्लान छ। प्रदेशले छुट्टै केही इनिसिएट गरेका छौँ हामीले? प्रदेशले छुट्टै चाहिँ नीति चाहिँ ल्याउन अहिले अब जुन P4 अघि मैले भने हजुरलाई, प्रोभिन्सियल लेभलमा चाहिँ यो क्लाइमेट चेन्ज सम्बन्धी चाहिँ नीति चाहिँ निर्माण गर्ने भन्ने जुन हामीले अघि पनि मैले कुरा गरेँ हजुरसँग, जो सबै को संस्थाहरू चाहिँ यसमा इन्भल्भ छन् उहाँहरूसँग चाहिँ कोअर्डिनेसन गरेर अब थप कसरी जाने भन्ने कुराहरू छ भइरहेछ। एक्टिभिटिज पनि सबैले गरिरहेछौँ हामीले। तर यसको वास्तवमा गर्नुपर्ने के छ भन्नुहुन्छ भने हामीले जो विकास निर्माणका कामहरू गर्नुपर्ने के छ, हाम्रो भौगोलिक बनावट कस्तो छ पहिला हामी त्यसलाई एकदम ध्यान दिन जरुरी छ। हामी विकास पनि गरिरहेछौँ, विकास हाम्रो एकदम आवश्यकता पनि छ, किनभने हामी लिस्ट डेभलप कन्ट्रीमा पर्छौँ र विकसित मुलुक र हाम्रो विकासोन्मुख मुलुकमा हामी पर्ने हुनाले विकास हामीलाई आवश्यक छ। तर विकासलाई चाहिँ हामीले कसरी लैजाने, हाम्रो भौगोलिक अवस्था के हो,
भौगोलिक बनावट कस्तो छ त्यसको आधारमा विकास गर्दै लैजानुपर्ने हो। तर हामी विकास के गरिरहेछौँ अन्धाधुन्ध तरिकाले चाहिँ विकास गरिरहेछौँ, सरले त्यसले बिग्रिरहेछ जस्तो लाग्छ मलाई। कुरा निकालिहाल्नु भयो। हाम्रा त अब यो क्लाइमेट रिलेटेड छलफलका सन्दर्भमा मात्रै नभएर हाम्रो विकास गर्ने पारा त गजबको छ नि होइन। हजुर, त्यो त आफैमा पनि त्यो विकास अध्येताहरूले हेर्ने हो भने हाम्रो विकास गराइ, हाम्रो योजना निर्माण, कार्यान्वयन पद्धति, अब त्यसमा त थुप्रै प्रश्नहरू छन्। त्यसमा मलाई लाग्दैन त हामी ठिक ढङ्गले चलिरहेछौँ, स्टेप वाइज स्टेप चलिरहेछौँ कि छैनौँ भन्नेमा त थुप्रो प्रश्नहरू होलान्। सहमत हुनुहुन्छ? एकदम यो कुरामा के छ भन्नुहुन्छ भने मैले अघि पनि भर्खरै जोडेँ मैले कुरा। जस्तै प्रकृतिले दिएको जो बनावट छ नि त्यो के छ भन्नुहुन्छ भने हाम्रो इन्टिग्रेटेड वाटरसेड म्यानेजमेन्ट भन्ने छ एउटा। जस्तै छाता छ एउटा, छातामा जति पानी चाहिँ नि अडिन्छ नि, छातालाई हामीले उल्ट्याएर राख्यौँ भने कहाँबाट त्यसको चाहिँ नि त्यो रिज हुन्छ, त्यो रिजबाट त्यही छाताभित्र आउने हो त्यो पानी, त्योभन्दा बाहिरको त आउँदैन। तर त्यो एउटा छातालाई चाहिँ हामीले कसरी संरक्षण गर्ने अथवा त्यसको चाहिँ डेभलपमेन्ट मोडालिटी के हुने त, त्यसको आधारमा चाहिँ स्थानीय लेभलदेखि सङ्घीय लेभलसम्म त्यो मोडालिटीमा जान जरुरी छ। अब कतिपय अध्ययनहरू भइसकेका छन्, जस्तै भुल्नरेबिलिटी एसेसमेन्टहरू भएको छन्, कुन क्षेत्र कहाँ हो त, जस्तै वाटरसेड बेसिन कहाँ हो, वाटरसेड एरिया कुन हो भनेर कतिपय कुराहरू चाहिँ डेलिनेसन भएको र अध्ययन भइसकेको अवस्था छ। तर अध्ययन हुँदाहुँदै पनि हामी त्यो मोडालिटीमा चाहिँ अझै चाहिँ डेभलपमेन्टमा लिएर जान सकिरहेछौँ। किनभने विकास त गरिरहेछौँ, तर कसरी गरिरहेछौँ भने हाम्रो भौगोलिक बनावट एक किसिमको छ, तर विकास हामी अर्को तरिकाबाट गरिरहेछौँ के। जस्तै कहाँबाट हामीले बाटो लिनुपर्ने कहाँबाट हो, अनि बाटो कताबाट लिइरहेछौँ हामीले, त्यो कुराको हामीले एनालाइसिस गरिरहेको छैनौँ कि, काम गरिरहेछौँ हामीले, तर कामको चाहिँ हामीले पोस्ट इभ्यालुएसन त्यसको त्यो चाहिँ हाम्रो अलिकति समस्या छ। काम गरिरहेछौँ, डेभलपमेन्ट पनि गरिरहेछौँ, तर बजेट खर्च पनि भइरहेछ त्यही शीर्षकमा, तर हामीले त्यसलाई डेभलपमेन्ट कसरी गरिरहेछौँ र त्यसले क्षति गरेछ कि छैन, असर गरेछ कि छैन भन्ने कुरा अहिले हामी चाहिँ प्रत्यक्ष देख्न सक्छौँ। जस्तै हाम्रो नदी प्रणाली अहिलेको 10 वर्ष अगाडि चाहिँ कुनै नदी चाहिँ त्यस्तो कटिङ गरेको, नदीले कटान गरेको अनि बाढी आएको त्यस्तो घटनाहरू एकदम न्यून छन्। बाटो परिवर्तन गरेको हैन, उसले चाहिँ बाटो परिवर्तन गरेको कुराहरू चाहिँ विगतमा 10 वर्षभन्दा अगाडि चाहिँ एकदम न्यून छन्। तर अहिलेको 10 वर्षमा यति धेरै चाहिँ यसले क्षेत्र ठुलो ओगटेको, बाटो परिवर्तन गरेको, यसको बहाव चेन्ज भएको कुराहरू चाहिँ एकदम फ्रिक्वेन्टली भइरहेछन् यी घटनाहरू। जस्तै पहिला चाहिँ बाढी तराईमा आउने हुन्थ्यो, अहिले पहाडतिर पनि चाहिँ के छ भने खोलाले ठुल्ठुला बाढी ल्याउने हो, त्यस्ता खालका घटनाहरू, धेरै कटिङ गर्ने क्षेत्र जग्गा चाहिँ उसले कटान गर्ने, क्षेत्र ठुलो लिने किसिमका घटनाहरू हामीले प्रत्यक्ष देखेका छौँ, अब भोगिरहेका पनि छौँ। त्यो यहाँनिर इम्पोर्टेन्ट अर्को कुरा के भने क्लाइमेट चेन्ज भनेको विश्वव्यापी समस्या हो र यसमा जलवायु परिवर्तनको प्रभावलाई, नकारात्मक प्रभाव अभिवृद्धि गर्नमा हामीहरूभन्दा अरूको दोष बढी छ, तर पीडित हामी छौँ हो हजुर हैन। अनि पीडित हामीले तुलनात्मक रूपमा त्यसको असर उत्पन्न गर्नमा हाम्रो योगदान कम छ, तर पीडित हामी बढी छौँ हैन। त्यसलाई अलिक क्लियर पार्नु त। त्यसलाई अब यो चाहिँ अघि पनि भने मैले, जस्तै हाम्रो जो हिन्दकोश हिमालयको हाम्रो यो जो बनावट छ, यो बनावटमा अब विश्वव्यापी रूपमा विकसित मुलुकहरूले त विकास गरिरहेछन्, उहाँहरूले अगाडि बढिराख्नु भएको छ। तर हाम्रो के छ भने हामी त विकास गर्नलाई चाहिँ, किनभने विकासबाट धेरै पछाडि परेका छौँ हामी, त्यो हिसाबले हामी विकास पनि अपरिहार्य नै छ। त्यो हिसाबले हामी जोखिम बढी छ, किनभने हाम्रो भौगोलिक बनावटै त्यस्तै छ, त्यो हिसाबले जोखिम बढी छ। जोखिम बढी हुने हुनाले हामीले जो मैले भने भर्खरै पनि इन्टिग्रेटेड वाटरसेड म्यानेजमेन्टमा हाम्रो डेभलपमेन्ट लान एकदम जरुरी छ। त्यो हिसाबले भविष्यमा हुने चाहिँ नि यो विपदका क्लाइमेट चेन्जसँग सम्बन्धित विपद चाहिँ कम गराउनको लागि चाहिँ हामीले त्यो किसिमले डेभलप गर्नलाई र विकासका चाहिँ मोडालिटीहरूलाई हामीले इन्टिग्रेटेड वाटरसेड म्यानेजमेन्टको मोडालिटीमा हामी गएनौँ भने भविष्यमा चाहिँ ठुलो क्षति बिहोर्न चाहिँ हामीले बाध्य हुन्छौँ। हामी फेरि त्यतिखेर हाम्रो अप्सन केही पनि हुँदैन, त्यो क्षति हामी बिहोर्न तयार हुनलाई चाहिँ हामी तयार हुनुपर्छ। भयानक चित्र देखाउनु भयो, भयानक एकदम भयानक हुनेवाला चाहिँ हेर्नुहोस्। यो मैले चाहिँ नि धेरै फोरमहरूमा अब अस्ति पनि विभिन्न कार्यक्रमहरूमा हाम्रो अब छलफलमा पनि यो विषयवस्तुलाई मैले उठान गरिरहेको छु। लास्ट इयर दोधारा चाँदनीमा हालसम्मकै अनपेक्षित है, फेरि
अनपेक्षित हालसम्मकै सबैभन्दा ठुलो वर्षा भयो। अस्ति हरिद्वार काशीतिर भएको थियो, त्यसलाई क्लाउड ब्रस्ट भन्यो कि होइन टाइपको दोधरा चाँदनीमा सबैभन्दा एकदमै धेरै वर्षा भयो, त्यो इतिहासको सबैभन्दा हाइएस्ट बिन्दु थियो भन्ने छ होइन। त्यस्तो टाइपको प्राकृतिक विपदहरू निम्तिने खतराहरू बढी छन्, एकदम धेरै छ। त्यो हाम्रो मुलुकमा हाम्रो जस्तो यो जो भौगोलिक बनावटमा सबभन्दा धेरै, त्यो हिसाबले मैले के भन्दैछु भने हामी चाहिँ त्यो मोडालिटीमा जान एकदम जरुरी छ। अब कसको चाहिँ नि कोर्डिनेसन कम भइरहेछ भन्ने कुरा चाहिँ मैले पनि बुझिरहेको छैन। मेरो व्यक्तिगत धारणा के हो भने हामी अब जसरी पनि यो इन्टिग्रेटेड वाटरसेड म्यानेजमेन्ट एप्रोचलाई चाहिँ नि हाम्रो ब्याकबोन बेस बनाएर अनि चाहिँ डेभलपमेन्ट मोडालिटीलाई अगाडि बढाउँदै लैजानु एकदम जरुरी छ। त्यसले गर्दाखेरि के हुन्छ भने हामीले जस्तै बाँस रोपण गर्न सक्छौँ, खोला खोल्सीहरूमा बाँस रोपण गर्ने, र त्यसपछि बायो इन्जिनियरिङमा जानु पर्यो। जो संरचनाहरू हाम्रा यहीँ जो भौतिक संरचनाहरू जो बन्दैछन् त्यो कङ्क्रिटाइज भन्दा पनि हामीले त्यो चाहिँ ग्रिनरी पनि प्रमोसन हुने, हाम्रा यहीँका चाहिँ नि स्थानीय चाहिँ व्यक्तिहरू, स्थानीय चाहिँ नि आम समुदायहरूले रोजगार पनि पाउने, उहाँहरूले ती उत्पादन गरे बापत उहाँहरूले जीविकोपार्जन अर्थ आय आर्जन पनि गर्ने हुने हुनाले, र त्यसले जलवायुजन्य जोखिमबाट पनि कम न्यूनीकरण गर्ने हुनाले चाहिँ यो एकदम बेस्ट उपाय चाहिँ हुनसक्छ। यो त्यो हिसाबले हामी जसरी पनि जान जरुरी छ। अहिले चाहिँ नि यो जलवायु परिवर्तनका असरहरू चाहिँ देखिसकेका छन्, आम जनसमुदायले पनि जलवायु परिवर्तन भइरहेछ है भन्ने कुरा बुझिसकेका छ। तर भविष्यमा यसले निम्त्याउने असरहरू यति धेरै छन्, अब त्यो अहिले मैले वर्णन गर्न सक्दिनँ किनभने त्यो समयले देखाउने हो। तर त्यो समयमा हामी चाहिँ त्यो बिहोर्न चाहिँ तयार हुनुपर्ने अवस्था आइसकेका छ। तर हामी अहिले गएनौँ त्यो मोडेलमा भने भविष्यमा हामी त्यो समस्या हामी बिहोर्नलाई एकदम तयारी अवस्थामा बस्नुपर्छ। त्यो तयारीको लागि हामीसँग चाहिँ धेरै कुराहरूको अभाव छ। न हामीसँग इन्फ्रास्ट्रक्चर छ, हामीसँग न चाहिँ के अरे आय स्रोत छ, हामीसँग चाहिँ बजेटको पनि कमी छ। त्यो हिसाबले हामी त्यसको कोपअप गर्नलाई पनि हामी सक्ने अवस्था चाहिँ छैन। त्यतिखेर हामीले त्यो भोग्ने मात्रै हो, मलाई चाहिँ त्यो लाग्छ। त्यही भएर पनि जसरी पनि हामी यो इन्टिग्रेटेड वाटरसेड म्यानेजमेन्ट आम मान्छेले यसमा अपनाउनु पर्ने सतर्कता के हो? आम मान्छेले अपनाउनु पर्ने सतर्कता भन्दा पनि हामीले जुन विकासको मोडेललाई नै हामीले मेन कारक भनेको चाहिँ हामीले अब ल्याउने नीति निर्माणका कुराहरूमा यो कुरालाई एड्रेस गर्न एकदम जरुरी छ। यस्ता जुन आजका दिनमा ग्याप छ, दिनमा ग्याप छ यो कुरा। ओके, यसका लागि हाम्रो प्रदेशमा भनौँ न दात्री संस्थाहरूको गभर्मेन्ट साइडकै पनि यो विषय प्राय हुन त सरले भनिसकेपछि हाम्रो विकास गर्ने पद्धतिमा परिवर्तन आवश्यक छ भनिसकेपछि त्यो पर्याप्त त भयो होइन। अद्यपि त्यो जहाँ ग्याप छ त्यसलाई हिट गर्नका लागि पनि केही न केही त चाहिन्छ नि होइन। चाहिन्छ। यसमा चाहिँ दात्री संस्थाहरू को कतिको प्रायोरिटीमा छ यो? म व्यक्तिगत रूपमा भन्न चाहन्छु यसमा चाहिँ अब कार्यालयगत भन्दा पनि मैले व्यक्तिगत रूपमा चाहिँ उहाँहरूसँग सबै जो डेभलपमेन्ट एजेन्सिजहरू हुनुहुन्छ नेसनल इन्टरनेसनल उहाँहरूसँग पनि मैले यो कुरालाई चाहिँ एकदम प्रायोरिटीको रूपमा चाहिँ राख्नु पर्ला भन्ने हिसाबले कुरा गर्दाखेरि उहाँहरू पनि पोजिटिभ हुनुहुन्छ। तर काम किन बढिरहेको छैन भन्ने कुरामा म आफू पनि अन्यलमा छु। म किनभने अहिले तत्कालै चाहिँ यो कुरा गर्नुपर्छ भन्ने आम मान्छेले प्रश्न गर्नुपर्ने बेला भएको छ। आम मान्छेले प्रश्न गर्ने बेला भएको छैन कि के हो, तर यो गर्नुपर्ने बेला आइसक्यो राइट पोइन्ट। तर किन गरिरहेको छैनन् आम मान्छेले? जस्तै तपाईँहरू हुनुहुन्छ, तपाईँहरूले आफ्नो क्षेत्रबाट लाग्नु पर्यो, मेन एजेन्डा बनाउनु पर्यो। मेन एजेन्डा यो बनाउनु पर्यो, लोकल लेभलदेखि आम जनसमुदायदेखि अनि स्थानीय सरकारदेखि प्रदेश सरकारदेखि मेन एजेन्डा हाम्रो डेभलपमेन्टको चाहिँ नि मेरुदण्ड चाहिँ यसलाई बनाएर जानुपर्छ भन्ने कुरा चाहिँ आम व्यक्ति आम जनसमुदायबाट आउनु एकदम जरुरी अवस्था भइसकेको छ। यो नभएपछि हामी भोलि चाहिँ त्यो जोखिम बिहोर्नलाई र त्यो विपदका घटनाहरूसँग हामी तयार हुनुभन्दा अरू हाम्रो उपाय केही देख्दैन। मैले चाहिँ भयावह अवस्था छ। आफ्नो तहबाट जति छ आफ्नो बरकत समुदाय स्तरले त यसमा केही प्रयास त गरेको छ नि, गरिरहेछन्। त्यसलाई त क्रेडिट दिनुपर्छ एकदमै। जसले चाहिँ नि संस्थाहरू गैर सरकारी क्षेत्र होला जसको त्यो कार्यक्षेत्र छ जतिले गरिरहेछन् त्यसका ब्याकअपमा कम्युनिटी चाहिँ ले सम्पूर्ण रूपमा त्यसलाई आइसोलेट गरेको त भन्न मिल्दैन। उहाँहरू के गर्नुहुन्छ अब जलवायु परिवर्तनमा के छ भन्नुहुन्छ भने मुख्य
एउटा न्यूनीकरण हुन्छ, एउटा अनुकूलन हुन्छ। अब न्यूनीकरणमा के छ भने हामीले गर्ने उपायमा अब यो जलवायु परिवर्तनको असरलाई बढाउने चाहिँ नि मेन चाहिँ नि एउटा प्राकृतिक कारण हुन्छ, एउटा मानवीय कारण हुन्छ। प्राकृतिक कारण भनेको जस्तै ज्वालामुखी विस्फोट हुँदाखेरि यस्ता ठुला घटनाहरूबाट चाहिँ जलवायु परिवर्तन जन्य जोखिम चाहिँ बढाउने अथवा जलवायुलाई चाहिँ बढाउने हुन्छ भने बाँकी अन्य चाहिँ मानवीय कारणहरू हुन्छन्। धेरै चाहिँ मानवीय कारणहरू छन् हाम्रा गतिविधि क्रियाकलापहरूले गर्दाखेरि। त्यसमा के हुन्छ भने हाम्रो हरित गृह ग्यास उत्सर्जन गर्ने हुन्छ बढी, किनभने हाम्रा एक्टिभिटिजहरूले जस्तै हामी गाडीमा हिँड्छौँ त्यो पनि उत्सर्जन गर्ने भयो, हामीले खानेकुराहरू खाने हाम्रो खाना भयो, अनि ती यावत कुराहरूले चाहिँ जलवायु परिवर्तन जन्य चाहिँ घटना वृद्धि गराउने र जलवायु परिवर्तनको असरलाई चाहिँ बढाउने कुराहरू जुन हाम्रो हरित गृह ग्यास उत्सर्जन छ त्यो उत्सर्जनले गर्दाखेरि चाहिँ यो हुने हो। त्यही भएर त्यो कुराहरू घटाउन जरुरी छ। हरित गृह ग्यासको उत्सर्जनमा कमी गर्नु पर्यो। अर्को चाहिँ हाम्रो के छ भने नवीकरणीय ऊर्जा जस्तै जल, सौर्य र पवन भन्छ हाम्रो हावाबाट उत्पादन हुने नवीकरणीय ऊर्जाका स्रोतहरूलाई हामीले प्रयोग गर्नु पर्यो। र अर्को चाहिँ वन संरक्षण र वृक्षारोपणका कामहरू गर्नु पर्यो भने स्वच्छ यातायात प्रणालीको विकास गर्नु पर्यो हामीले। अब यी कुराहरूले चाहिँ केही कुराहरूमा चाहिँ केही हदमा यो जलवायु परिवर्तनको असरलाई कम गर्न सकिन्छ। तर अब हाम्रो जस्तो सानो देशले मात्रै चाहिँ यो भूमिका खेलेर पर्याप्त हुँदैन। तर हामीले मात्र किन नगर्ने त, सुरुवात हामीबाट किन नगर्ने त भन्ने हिसाबले यी कुरा गर्न जरुरी छ भन्ने हो। किनभने हामीले एउटा डेभलपमेन्ट मोडल लिँदै गर्दाखेरि यसले भोलि चाहिँ सकारात्मक असर, सकारात्मक कुराहरू चाहिँ लिन्छ भने हामीबाट सुरुवात गरेर यसलाई चाहिँ इन्टरनेसनलाइज किन नगर्ने त भन्ने कुरा चाहिँ मेरो बुझाइ हो। अघि नै मैले भने जस्तो अब हामी अर्को सन्दर्भ जोडिने सन्दर्भ इन्टर रिलेटेड छ होइन। पारिस्थितिकीय प्रणालीको कुरामा संक्षिप्त कुरा गर्दा अब सामान्यतया भनौँ न सम्पूर्ण एउटा भाषाका हिसाबले भन्ने हो भने सम्पूर्ण जीवन र जगतसँग रिलेटेड छ, त्यो अन्तर सम्बन्धित छ होइन। कहाँ अडिएको छ त मानव जीवन वा निर्जीव नै भनौँ होइन। पारिस्थितिकीय प्रणालीका यहाँको कुरालाई अलिकति सरले पारिस्थितिकीय प्रणाली अब यसमा के हुन्छ भने अब नेचर छँदैछ, नेचरमा रहने हामी जीवजन्तु वनस्पति हरेक कुराहरूको एक आपसमा जो सम्बन्ध छ त्यो नै पारिस्थितिकीय प्रणाली हो। त्यसमा जस्तै अब मानवको वन्यजन्तुसँग हुनसक्छ, मान्छेको प्रकृतिसँग हुनसक्छ, वन्यजन्तुको प्रकृतिसँग हुनसक्छ, वन्यजन्तुको वन्यजन्तुसँग हुनसक्छ। अब यी यावत उहाँहरूको यो परिस्थितिलाई नै चाहिँ जो चलिरहेछ यो चाहिँ एउटा अप एन्ड डाउन हुने कुराहरू छ, यो चाहिँ पारिस्थितिकीय प्रणाली हो। यसमा चाहिँ जस्तै जैविक विविधताका कुराहरू आउने भए, सस्टेनेबल म्यानेजमेन्टका कुराहरू आउने भए, जस्तै अब हामी कतिपय विषयमा चाहिँ के हुन्छ भने यसमा कतिपय वन्यजन्तुहरू वनस्पतिहरू एकदम महत्त्वपूर्ण वन्यजन्तु वनस्पतिहरू लोप हुँदै गइरहेछ भन्ने किसिमकाहरू छन्। त्यसलाई पनि संरक्षण गर्नलाई हामी के गर्छौँ, एक्सितु इनसितु कन्जर्भेसनका कामहरू पनि गर्छौँ। इनसितु कन्जर्भेसन भनेको उसकै आफ्नै चाहिँ नेचुरल इन्भाइरोमेन्टमा चाहिँ उसलाई कसरी कन्जर्भेसन गर्ने, अथवा त्यो भएन त्यो कन्जर्भेसन नेचुरल उसको आफ्नै प्राकृतिक वासस्थानमा त्यो संरक्षण हुन सक्ने अवस्था भएन भने हामी चाहिँ एक्सितु कन्जर्भेसन पनि गर्छौँ। त्यो कस्तो भने उसलाई चाहिँ त्यही किसिमको उसको नेचुरल कन्डिसन चाहिँ मेन्टेन गर्ने, तर हामी चाहिँ आफ्नो चाहिँ कन्जर्भमा चाहिँ हामी के गर्छौँ त्यो कन्जर्भेसन गर्छौँ, किनकि ती चाहिँ जैविक विविधताहरूलाई जोगाउनको लागि चाहिँ हामी त्यस्ता किसिमका क्रियाकलापहरू पनि सञ्चालन गर्छौँ। त्यसमा जस्तै अब अहिले छ हाम्रो यहाँ दुईवटा यो कोरिडोरहरू छ, जस्तै लालझाडी मोहना र बसन्त कोरिडोर छ, त्यसले पनि भूमिका खेल्न सक्ने हुने भयो। त्यस्ता किसिमका ल्यान्डस्केप लेभलमा पनि कन्जर्भेसनका एप्रोचहरू भइरहेछन्। अब विगतमा त प्राकृतिक स्रोत धेरै थियो, मान्छेको जनसङ्ख्या कम थियो, त्यो हुनाले प्राकृतिक स्रोत धेरै भएर जनसङ्ख्या कम हुने हुनाले खासै चाहिँ उहाँहरूले प्रयोग गरेको कुराहरूलाई त्यति समस्या थिएन भने अब जनसङ्ख्या बढ्दै गयो। जनसङ्ख्या बढ्दै गएपछि मान्छेका आवश्यकताहरू पनि बढ्दै गए। त्यो कारणले गर्दाखेरि के हुने भयो भने अहिले सस्टेनेबल म्यानेजमेन्ट प्राकृतिक स्रोत व्यवस्थापनका कुराहरूलाई चाहिँ हामीले एकदम दीर्घकालीन रूपमा कसरी प्रयोग गर्न सकिन्छ त्यो कुरामा जान जरुरी छ। त्यसमा पनि समग्र इकोसिस्टमलाई नै प्रभावित पार्ने खालका मानवजन्य गतिविधि उदेक लाग्दा छन् है पछिल्लो समयमा। थोरै अब केही कुराहरू त संरक्षण पनि भइरहेका पनि छन्, तर त्यही मैले भने जुन अघि नै कुरा आयो त्यो पनि यससँग जोडिन्छ। हेर्नुहोस् रिलेटेड यो एकदम रिलेटेड छ। जुन चाहिँ हामीले व्यवस्थापन प्रणाली भन्यौँ, इन्टिग्रेटेड वाटरसेड म्यानेजमेन्ट प्रणालीलाई
हामीले चाहिँ नि आत्मसात गर्ने हो भने यो पारिस्थितिक प्रणाली संरक्षणमा पनि त्यसले भूमिका खेल्न सक्छ। सानो कुरा गरौँ न, अलिक स्पष्ट बुझ्नलाई मानौँ। अब यहाँ त्यो क्षेत्रको एउटा एक्सपर्ट पनि हुनुहुन्छ, विज्ञ हुनुहुन्छ होइन। हामी सर हेर्दाखेरि हाम्रो पुर्खाहरूले जतन गरेको ठाउँमा पनि हामी गजबले रोड खनिरहेको हुन्छ नि। त्यही त हो त्यो समस्या। चुरेकै कुरा गरौँ नजिकै, महाभारत रेन्ज वा चुरे भनेको सबैभन्दा कान्छो पहाड भन्छन्, त्यो एकदम कच्चा पहाड भन्छन् होइन। अनि त्यहाँ चाहिँ हामीले कुनै विदाउट स्टडी मलाई काम मन लाग्यो, तपाईँलाई काम मन लाग्यो, अर्कोलाई काम मन लाग्यो, चुरेको कुन त्यस्तो ठाउँ छैन होला जहाँ सडक नभएको ठाउँ छैन होइन, लिइरहेको छौँ हजुर अन्दाज हुन्छ। उदाहरणका लागि त्यस्ता म्याटरहरूले पनि प्रभाव हो त्यो एकदम सबभन्दा बढी प्रभाव त्यसैले परिरहेको छ। हेर्नुहोस्, किनभने चुरे भनेको तराईको लागि चाहिँ खास मेन पानीको स्रोत भनेको चुरे हो। तर त्यो चुरेमा हामी के गरिरहेछौँ, खनजोत गरिरहेछौँ, बाटो बनाइरहेछौँ। त्यो पनि हाम्रो प्रारम्भिक वातावरण परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनका कुराहरू चाहिँ अवलम्बन नगरिकन विदाउट टेक्निकल स्टडी गरेर हामीले बाटो खन्ने कामहरू भइरहेछ। त्यो हिसाबले चुरे के हो भने एकदम जुभेनाइल भन्छ त्यसलाई, जुभेनाइल सोइल हो त्यो। त्यसलाई चाहिँ हामीले के गर्नुपर्छ त भने म्याच्योर्ड हुन दिनुपर्छ। अब म्याच्योर्ड नभएको पहाड हो, म्याच्योर्ड नै नभइकन चाहिँ त्यो हामीले खनजोत गरिसकेका छौँ, त्यसलाई म्याच्योर्ड नभइकन हामी प्रयोग गरिरहेछौँ। जस्तै हामी बोट बिरुवाहरूका कुराहरूमा पनि यहाँनिर हामीले अब हाम्रो श्रोताहरूलाई, दर्शकहरूलाई पहाड पनि म्याच्योर्ड हुनुपर्छ र त्यसको पनि आयु हुन्छ र भन्ने पनि होला, त्यसलाई अलिकति क्लियर। त्यसमा के हुन्छ भन्नुहुन्छ भने अब यो हाम्रो जो चुरेको सोइल छ, ल्यान्ड छ, एकदम चाहिँ फ्रजाइल ल्यान्ड छ त्यो। किनभने हिजो चाहिँ हाम्रो उसबाट बनेको यो खोला नालाहरूबाट बनेको खालको पहाड छ त्यो हुनाले एकदम त्यसमा बढी हाम्रो यो टाइपको चाहिँ यो सेन्ड टाइपको चाहिँ नि सोइल चाहिँ बढी छ त्यसमा। त्यो हिसाबले पनि त्यसलाई चाहिँ नि लामो समयसम्म चाहिँ त्यसलाई एउटै स्टेजमा राखिराख्यो भने, जस्तै हाम्रो बोट बिरुवा पनि सानो हुर्किँदै जान्छ, किनभने समय लाग्छ नि हरेक कुराहरूको। जस्तै हाम्रो सालको चाहिँ म्याच्योर्ड फरेस्ट हुनलाई अथवा म्याच्योर्ड रुख हुनलाई कम्तीमा पनि 100 वर्षको चाहिँ समय लाग्छ भने हामी के गर्दैछौँ 10-15 वर्षमा त्यसलाई प्रयोग गर्ने किसिमले गर्दैछौँ भनेपछि त यो के हुन्छ, अवश्य नै 10-15 वर्षमा चाहिँ हामीले सालको रुख काटेर प्रयोग गऱ्यौँ भने त्यसको अवस्था के हुन्छ। त्यो हामीले घरमा ल्याएर लगायौँ भने 15 वर्षमै साल काटेर हामीले घरमा प्रयोग गऱ्यौँ भनेपछि त त्यो चाहिँ के हुन्छ, छोटो समयमै चाहिँ किराले खाने अथवा बाङ्गिने, अब त्यसपछि ड्यामेज हुने किसिमको हुन्छ। त्यो हिसाबले हामीले म्याच्योरिटी नभइकन हामीले के गरिरहेछौँ त त्यसलाई प्रयोग गरिरहेछौँ। त्यो हिसाबले पनि हामीले के गर्नु जरुरी छ त भने त्यो ल्यान्डलाई चाहिँ एकदम संरक्षण गर्ने र त्यहाँबाट सकेसम्म त हामीले बस्ती नै त्यहाँबाट चाहिँ नि अन्त सार्न पर्ने अवस्था हुने हो। खासमा चाहिँ धेरै लोड पनि नहुने खालका संरचना, जस्तै त्यहाँ रुख बिरुवाहरू, ठुला रुख बिरुवाहरू पनि राख्नु जरुरी छैन। त्यहाँ हामीले के गर्नु जरुरी छ, सोइल कन्जर्भेसनका एक्टिभिटिजहरू चाहिँ धेरै गर्न जरुरी छ चुरेमा। त्यसैको कारणले गर्दाखेरि हामी चाहिँ बाँचिरहेछौँ भन्ने हो। जो तराईको एरिया छ यो त्यसैको कारणले बाँचिरहेछ। अहिले अब हजुरको त्यो जो चुरे चाहिँ हाम्रो क्षतिग्रस्त बन्दैछ, त्यसको कारणले हाम्रा पानीका स्रोतहरू घट्दैछन्। अब यहीँ पनि कतिपय तराईमा विगतमा 10-15 फिटमा चाहिँ पानी आउने, अहिले 50, 60, 70, 80 फिट चाहिँ तल चाहिँ के गर्नु परिरहेछ त, पानीको स्रोत खोजिराख्नु परिरहेछ। त्यो हिसाबले पनि हामीले के गर्न जरुरी भयो त भने अब हामी त्यो संरक्षण नगरिकन त भोलि त खानेपानीको पनि त्यहाँ समस्या हुने भयो नि त, अभाव हुने भयो। त्यसको त समग्र चक्र नै भङ्ग हुने भयो हैन त। जस्तो अघि नै जलवायु परिवर्तनको असर पनि त्यहाँ पर्छ, जस्तो राइट टु फुड के अरे खाद्य सुरक्षामा प्रभाव पर्ने भयो, पानीको स्रोतमा पर्ने भयो हैन। त्यो चाहिँ एकदमै प्रत्यक्ष, त्यो त हाम्रो कर्ममा निहित छ हैन, निहित छ, हाम्रो कर्ममा निहित छ एकदम हैन। हजुर, त्यो चाहिँ वर्ल्ड वाइड पनि हुँदै हो, वर्ल्ड वाइड त सधैँ हुँदै हो। तर हामीले आफ्नो लागि त किन नगर्ने भन्ने हो सबभन्दा। हामीले हाम्रा लागि विपद निम्त्याउने कुरा थाहा पाउँदै वा थाहा नपाएर पनि बिगारिरहेछौँ। वा जति सपार्नु पर्ने थियो, जति संरक्षण गर्नुपर्ने थियो त्यो नगरीको रहेको पृष्ठभूमि हो जसले समग्र इकोसिस्टमलाई प्रभावित पारिरहेछ। हजुर एकदमै हैन। अरू चाहिँ तत्काल त्यो श्रृङ्खलामा हामीले सतर्कता, आवश्यक सतर्कता पुर्याएनौँ भने अरू के जोखिम हुन सक्छन् यसमा? अरू जोखिमहरूमा यसमा प्राकृतिक स्रोतको चाहिँ विनाश हुँदै जाने, हाम्रा चाहिँ नि जीविकोपार्जनका स्रोतहरू, हामी त धेरै चाहिँ भन्नुपर्दाखेरि वनमै हामी आश्रित छौँ
किनभने बिहान घाँस दाउरा गर्न बनै जानुपर्छ, काठ दाउरा ल्याउनु पर्यो बनै जानुपर्छ, हाम्रो पशुधनहरू पनि अब त्यहीँ चरिचरणका लागि त्यहीँ जानुपर्छ। हाम्रा हरेक एक्टिभिटिजहरूसँग चाहिँ हाम्रो प्राकृतिक स्रोत मुख्य रूपमा चाहिँ वन जोडिएको हुनाले त्यसको विनाश हुँदै जाने, त्यसको क्षयीकरण हुँदै जाने, त्यो नाश हुँदै जाने, सकिँदै हुने जाने हुनाले त्यसलाई संरक्षण गर्नु एकदम अपरिहार्य छ। संरक्षण मात्रै गरेर भएन, त्यसलाई हामीले व्यवस्थापन पनि गर्दै जानुपर्ने हुन्छ। संरक्षण त्यसलाई जोगाइ मात्रै राखेर पनि भएन। जस्तै हाम्रो चाहिँ के छ भन्नुहुन्छ भने कुल भूभागको लगभग 45% वन क्षेत्रले ओगटेको छ हाम्रो नेपालमा। त्यो हिसाबले पनि त्यो क्षेत्रलाई चाहिँ संरक्षणको हिसाबले हाम्रा जुन राष्ट्रिय निकुञ्जहरू चाहिँ राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण क्षेत्र, अनि संरक्षण क्षेत्रहरू जस्तै अन्नपूर्ण संरक्षण क्षेत्र, अनि कञ्चनजङ्घा संरक्षण क्षेत्र, यी संरक्षण क्षेत्रहरू चाहिँ त्यसको संरक्षणकै लागि भनेर हामीले जोगाइराखेका छौँ, संरक्षण गरिराखेका छौँ भने बाँकी अन्य वन क्षेत्र जुन राष्ट्रिय वन क्षेत्र, राष्ट्रिय निकुञ्जभन्दा हाम्रो संरक्षित क्षेत्रभन्दा बाहेकको अन्य वन क्षेत्रलाई चाहिँ हामीले के गर्दै लैजानुपर्छ भने यसको व्यवस्थापन प्रणालीहरूलाई, जस्तै दिगो वन व्यवस्थापनका कुराहरू छन्, यी कुराहरूलाई पनि हामीले के गर्दै आत्मसात गर्दै जोगाइ मात्रै राख्ने होइन। जस्तै त्यहाँ राखी मात्रै राख्यो भने, जस्तै हाम्रो के हुन्छ भने हामी बारीमा मकै लगाउँछौँ, इक्जाम्पलको लागि भन्न चाहन्छु, बारीमा हामी मकै लगाउँछौँ, मकै हामी सुरुमा छर्दाखेरि चाहिँ के आउँछ, एकदम बाक्लो रूपमा आएर आउँछ। त्यो हामी त्यत्तिकै छोड्यौँ भने के हुन्छ, त्यो न त्यो हुर्किन्छ, न त्यसमा चाहिँ मकैको घोगा लाग्छ, लगानी खेर जाने भयो, त्यत्रो मेहनत खेर जाने भयो हाम्रो। भनेपछि हामी के गर्नु पर्यो नि त, स्क्रिनिङ पनि गर्छौँ हामी बिचबिचमा। सुरुमा एक लेभलको हामी पहिलोचोटि हामी गोडमेल गर्छौँ, अनि कतिपय चाहिँ त्यहाँ छान्छौँ हामी अब कुन राम्रो छ, कुन राख्ने हो, अलिक डिस्टेन्स पनि मेन्टेन गर्छौँ, अनि कुनलाई निकाल्ने भनेर हामीले त्यो निकाल्नु पर्नेलाई निकाल्छौँ, बाँकीलाई चाहिँ हामी फेरि यथावत राख्छौँ। फेरि हामी के गर्छौँ त, दोस्रोचोटि हामी स्क्रिनिङ गर्छौँ फेरि सेकेन्ड लेभलमा। त्यतिखेर के गर्छौँ हामीले, अब कुन चाहिँ हटाउने त फेरि, अनि कति मेन्टेन गर्ने, कति राख्ने, बल्ल चाहिँ नि मकैले चाहिँ एउटा, दुईटा, तीनटा, चारवटासम्म घोगा हाल्छ बल्ल। त्यो हामी त्यत्तिकै राखेर संरक्षण गर्ने भने मकै लगायो सबै संरक्षण गर्ने भनेर राख्यो भने त त्यो त हाम्रो उत्पादन त केही हुन्थेन, हाम्रो सबै कुरा खेर जान्थ्यो। हो त्यसै गरी हाम्रो वन पनि के भइरहेछ भने अहिले त्यस्तै अवस्थामा जो हामीले सुरुमा मकै छर्यौँ, मकै बारीमा लगायौँ अनि छोडिदियौँ, त्यसपछि 100औं वर्षदेखि भएको रुख पनि काम लागेन, 100औं वर्षदेखि भएको रुख पनि काम लागेन। त्यो के अर्थमा काम लागेन, एउटा त्यसको प्रयोग गर्नै नमिल्ने किसिमको अवस्थामा भइसकेको छ त्यो। अर्को त्यसो के छ भने जो यो कार्बन चाहिँ शोषण गर्ने कुरामा पनि उसको भूमिका एकदम कम रह्यो, शून्य हुँदै गयो। उसले त झन् कार्बन शोषण गर्ने भन्दा उत्सर्जन गर्छ, किनभने कुहिँदै जाने भयो, कुहिएपछि त्यो कार्बन चाहिँ के हुँदै जाने भयो, उत्सर्जन हुँदै जाने भयो। त्यो हिसाबले पनि समयमै हामीले त्यसको प्रयोग पनि गर्न पर्यो, व्यवस्थापन गर्न पर्यो। अब त्यो किन छ त, हामीले त्यो प्राकृतिक स्रोत भएको प्राकृतिक स्रोत हामीले प्रयोग पनि गर्न पर्यो नि त। हामी त कस्तो भयौँ भने सडक काट्दाखेरि पनि सडकको बिचको रुख पनि नहटाएर त्यो बिचमा रुख राखेर यताउता लिनुपर्छ भन्ने मान्यताका एउटा मान्यता होइन, कानुन पनि कुरा होला। अर्कोतिर तराईका घारीहरूकै मात्रै कुरा नगरौँ, चुरेको मात्रै कुरा नगरौँ, वन क्षेत्र मासिँदै गएको स्थिति हजुर होइन त, एकदमै। भनेपछि हाम्रा बिचमा हाम्रा काम गराएका विषयमा, हाम्रा सचेतनाका विषयमा हामीलाई समग्र यो अब पोलिसी ले कति यसलाई चाहिँ निर्देशित गरेको छ, कार्यान्वयनको कोणबाट हेर्दाखेरि बेग्लै होला, तर कहीँ न कहीँ काम गराइ मिलिरहेको छैन। फेरि पहिलोकै कुरामा आयो एकदम, हजुर होइन, यो एकदमै कन्ट्राडिक्टरी छ एकदमै। जस्तै अब के भन्नुहुन्छ भने हाम्रो जस्तै वनकै हिसाबमा म वनको विषयमा कुरा धेरै, किनभने वनसँग सम्बन्धित म भएको हुनाले पनि केही कुरा वनसँगै मैले कुरा गरेँ, रिलेटेड कुराहरू। जस्तै हामीसँग प्राकृतिक स्रोत वनमा चाहिँ काठ दाउराहरू तपाईँ हामी नै गएर हेऱ्यौँ भने पनि कतिपय चाहिँ सुकेका बाटोमै पनि देखिन्छन्, सुकेका रुखहरू खडा छन्, अनि लडेका छन्, कुहिएका छन्, जसले चाहिँ नि आग लागि हुनमा पनि बढी चाहिँ उसले एउटा आगोमा घिउ थपे जस्तो किसिमको चाहिँ नि घिउको काम गरिरहेको छ त्यसले। अनि फेरि हामी के गरिरहेछौँ, फेरि हामीलाई आवश्यकता छ नि, काठको आवश्यक छ, हामी के गरिरहेछौँ, वार्षिक रूपमा लगभग डाटा हेर्दाखेरि पनि वार्षिक रूपमा 20 देखि 25-30 अरबको काठ चाहिँ हामीले आयात गरिरहेछौँ। त्यो किन गरिरहेछौँ, हामीसँग नभयो त हामीले आयात आफ्नो चाहिँ कुहिएर जाँदैछ, आफ्नो यहाँ कुहिएर जाँदैछ। यसको मतलब म के मान्छु भने हामीले बारीमा धान लगाएका छौँ, त्यो धान चाहिँ बारीमा कुहियोस् भनेर हामीले त्यसलाई हेरिरहेछौँ, तर हामीले कहाँबाट इन्डियाको धान खरिद गरेर हामी भात खाइरहेछौँ।
मैले अहिलेसम्म यस्तो किन हो? यति मात्रै चाहिँ किन यस्तो भइरहेको होला? त्यही त अब यो किन भएको छ भन्ने कुरा त अब कसरी चाहिँ व्यक्त गर्ने? क्लियरली भन, प्रोफेसनली तपाईँको चेयरबाट केही भन्न मिल्ला नमिल्ला, तर एज अ नागरिकका हिसाबले यो एकदमै इन्ट्रेस्टिङ लाग्छ नि होइन? एज अ नागरिकका हिसाबले भन्दाखेरि चाहिँ अब म त सिधै स्पष्ट के भन्न चाहन्छु भने यो अलिकति कमिसनको खेल हो कि जस्तो लाग्छ मलाई, सिधै भन्नु पर्दाखेरि। यो माथिल्लो कुनै च्यानलबाट अब जस्तै विदेशबाट काठ आयात भयो भने त त्यस्तो उहाँहरूको सेटिङ मिलिरहेको हुन्छ त्यहाँ होइन, त्यहाँबाट चाहिँ उहाँहरूले जे छुट्टै बिजनेस उहाँहरूको छुट्टै बिजनेस हुने भयो क्या। त्यही भएर हाम्रा निर्माण हुने कानुनहरू पनि के हुने भयो, यो हाम्रो यहाँको चाहिँ नि उत्पादनलाई चाहिँ प्रयोग गर्नुपर्छ भन्ने मानसिकता नभएर अब यो चाहिँ मेरो आफ्नो चाहिँ म एज अ चाहिँ नि जनताको हिसाबले चाहिँ म अहिले कुरा गर्दैछु, प्रोफेसन चाहिँ नि आफ्नो ठाउँमा छ, म जनताको हिसाबले कुरा गर्दाखेरि त्यो भइरहेको हो कि कतै नभए त के छ त, हाम्रो आफ्नो कुहिएर जान दिइरहेछौँ हामी विदेशबाट चाहिँ आयात गरेर हामी प्रयोग गरिरहेछौँ सामानहरू भनेपछि यसको अरू औचित्य के होला त? म त त्योभन्दा बाहेक अरू के होला जस्तै लाग्दैन मलाई। एनिवे एउटा एजेन्डा हो यो सशक्त रूपमा। यसलाई बेग्लै गभर्न गर्ने पोलिसी पनि छ सर? केही हाम्रा नीतिहरू छन् पारिस्थितिकीय प्रणालीलाई ब्यालेन्समा राख्नका लागि हामीले गर्नुपर्ने, त्यो अरू जस्तो क्लाइमेट चेन्ज त्यही रिलेटेड कानुनहरूले नै यसलाई पनि गाइड गर्ने हो? छन् अब व्यवस्थापनका कुराहरूमा चाहिँ वैज्ञानिक व्यवस्थापनका चाहिँ जुन नीति निर्माणको हदमा चाहिँ कार्यविधिहरू पनि बनेका छन्। अब त्यसमा कुनै प्रदेशहरू त अगाडि पनि बढिसक्नु भएको छ, जस्तै यहाँ लुम्बिनीले काम थालिसक्यो दिगो वन व्यवस्थापन सम्बन्धी। अब हाम्रो पनि यहाँ प्रदेशमा भर्खरै एउटा कार्यदलबाट चाहिँ हामीले पनि यो दिगो वन व्यवस्थापनलाई अगाडि बढाउँदै लैजानुपर्छ भन्ने कुरामा चाहिँ कार्यदलको पनि एक किसिमको चाहिँ प्रतिवेदन मुख्यमन्त्री कार्यालयमा पेश पनि भइसकेको छ र उहाँहरू पनि अब यसलाई चाहिँ दिगो वन व्यवस्थापनमा लैजानुपर्छ भन्ने कुरामा एकदम अवेर हुनुहुन्छ। साथसाथै अब अहिले चाहिँ जुन यो खरिद प्रणाली, बिक्री प्रणाली, सार्वजनिक चाहिँ खरिद ऐन नियमावलीका कुराहरू चाहिँ खरिदसँग सम्बन्धित भयो भने त्यसै गरी हाम्रो चाहिँ सेवा खरिद जस्तै पिपिएमओले गर्ने हुन्छ भने अब सेवा बिक्रीका लागि चाहिँ कसरी अगाडि बढाउँदै लैजाने, यसलाई पनि पारदर्शी ढङ्गबाट अनि इलेक्ट्रोनिक बिडिङबाट चाहिँ हामीले बिक्री वितरण गर्ने भन्ने हिसाबले पनि अब मुख्यमन्त्रीले पनि यो कुरामा चाहिँ बोल्नु भएको छ। यसलाई चाहिँ हामीले कार्यान्वयन गर्न सक्यौँ भने यो निश्चय नै यसले चाहिँ एकदम राम्रो प्रतिफल ल्याउने र हाम्रो स्वदेशमै रोजगारीका कुराहरू, हाम्रो प्राकृतिक स्रोतको व्यवस्थापनका कुराहरू, उपयोगका कुराहरूलाई पनि यसले अनि देशको अर्थतन्त्र, हाम्रो प्रदेशको अर्थतन्त्रमा पनि ठुलो टेवा पुर्याउने कुरा छ। सानो कुराहरू व्यवस्थापन नगर्दाखेरि पनि हामी कति असरको भुक्तभोगी भइरहेछौँ होइन भन्नेको पनि इक्जाम्पल हो वास्तवमा। अर्को एजेन्डा भनेको हामीले सुरुमै पनि भन्यौँ, यो हाम्रो प्रदेशमा यो मानव वन्यजन्तु बिचको द्वन्द्वको सवाल पनि एउटा महत्त्वपूर्ण सवालका रूपमा छ होइन? त्यसको अवस्था कस्तो देखिन्छ? मानव वन्यजन्तु द्वन्द्वमा अब कतिपय कुराहरू के हुन्छ भने उसलाई चाहिँ आफ्नो प्रकृतिमा वासस्थानमा, जस्तै हामी आफ्नो वासस्थानमा बसिरहेछौँ, मानौँ हामी आफ्नो घरमा बसिरहेछौँ, अब कोही बाहिरी शक्तिबाट चाहिँ हामीलाई केही भयो भने त्यो अवश्य नै अब त्यहाँ चाहिँ केही न केही घटनाहरू घट्ने हुन्छ। उहाँहरूको के हुन्छ भने वन्यजन्तुको पनि के हुन्छ भने उसको आफ्नो वासस्थानमा केही डिस्टर्बेन्सहरू आए अथवा चाहिँ आहाराको कमी भयो भने चाहिँ ऊ चाहिँ स्वतः स्फूर्त आफ्नो चाहिँ नि प्रोटेक्सनको लागि अथवा आफ्नो आहाराको खोजीको लागि ऊ आफ्नो चाहिँ नि टेरिटोरी होमरेजभन्दा बाहिर जान सक्ने अवस्था हुनसक्छ। जस्तै अब हामीले यसको उदाहरण के हुन्छ भने जस्तै हामी चाहिँ के गरिरहेछौँ, अतिक्रमणहरू गरिरहेछौँ, जुन चाहिँ के छ अतिक्रमण कहाँ गरिरहेछौँ हामी वन क्षेत्रमा। अब कुनै मान्छेको व्यक्तिको जग्गामा अतिक्रमण गर्न त मिलेन, त्यही भएर हामी के गर्छौँ सरकारी जग्गामा अतिक्रमण गरेर हुन्छौँ। त्यो क्षेत्र कुन हो त? वन क्षेत्र हो, जुन चाहिँ के छ वन्यजन्तुको घर हो त्यो। अब त्यसमा हामी के गरिरहेछौँ, आफ्नो घर बनाउन खोजिरहेछौँ भनेपछि त पक्कै पनि उसले चाहिँ के गर्छ त सुरुमा डिफेन्स गर्छ। त्यो हिसाबले चाहिँ मानव वन्यजन्तु द्वन्द्वका घटनाहरू पनि बढेको अवस्था छ। त्यसको लागि केही अब सरकारले पनि विभिन्न किसिमका नीतिहरू, एउटा निर्देशिका मानव वन्यजन्तु द्वन्द्वबाट क्षतिको राहत वितरण निर्देशिका 2080 भनेर अहिले अब यो संशोधित चाहिँ 2080 तिर चाहिँ संशोधन गरिएको छ। त्यो त्यसमा
3टा क्याटेगोरीमा चाहिँ छ। एक चाहिँ मानवीय क्षति भयो भने, मृत्यु भयो भने, घाइते भयो भने कति चाहिँ नि राहत दिने भन्ने कुराहरू गरेका छ। त्यसै गरी अर्को चाहिँ पशुधनको क्षति भयो भने चाहिँ के गर्ने, अनि बालीनालीमा क्षति भयो भने के गर्ने भनेर त्यो कार्यविधि निर्देशिकाले पनि केही कुराहरू चाहिँ सम्बोधन गरेको छ। साथसाथै अन्य चाहिँ जनचेतनामूलक क्रियाकलापहरू, अब त्यो त राहतका कुराहरू भयो भने त्यो हुन नदिन त्योभन्दा अगाडि पूर्व तयारी, क्षति कम गराउने अथवा द्वन्द्व कम गराउने पूर्व तयारी, फेन्सिङका कुराहरू हुन सक्ने भए, अनि स्कुल शिक्षा कार्यक्रमहरू हुन सक्ने भए, अनि स्थानीय जनसमुदायहरूलाई चाहिँ जनचेतनामूलक अभिव्यक्ति कार्यक्रमहरू पनि सञ्चालन गरेको अवस्था छ अहिले। त्यसमा हाम्रो प्रदेशमा प्राय गरी यस्तो वन्यजन्तु मानव द्वन्द्वका घटनाहरूमा पनि प्राय गरी तराई बेल्ट र पहाड बेल्टमा के चिजको बढी प्रभाव छ? बढी प्रभाव चाहिँ पहाडी क्षेत्रतिर बढी हाम्रो बँदेल भयो, अनि चितुवाको चाहिँ बढी घटनाहरू देखिएका छन् भने अब तराईतिर अब कहिलेकाहीँ यो अजिङ्गरको भालु पनि भालु पहाडमा भालु पनि छ। अनि त्यसरी तराईमा चाहिँ धेरै समस्याहरू, अब यता राष्ट्रिय निकुञ्जको आसपास क्षेत्रतिर हात्तीको समस्या छ, बाघको समस्या छ थोरै, अनि केही अजिङ्गरका अब सामान्य समस्याहरू ती देखा परेका छन्। त्यसका पनि अब केही घटनाहरू अब न्यूनीकरणका उपायहरू पनि अवलम्बन गरिरहेको नै छ। अनि घटना भइसकेपछि अब क्षतिको राहत वितरण क्रियाकलापहरू पनि सञ्चालन भइरहेका छन्। त्यस्तो भयो भने इमिडिएट राहत पाउने अवस्था हो? इमिडिएट राहत पाउने अवस्था छ अहिलेसम्म। अब मैले बुझेँ, मेरो बुझाइअनुसार त्यो चाहिँ मैले कहाँ लिङ्क गर्न खोजेको भने हाम्रो प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले एउटा यो बिरामीहरूको लागि खास परिभाषित बिरामीहरूलाई उपचार सहायता भन्ने बनाएको छ। हजुर। अनि त्यो उपचार सहायता पाउनलाई त्यो पहाड त्यो चाहिँ सगरमाथै चढे जस्तो प्रक्रियाका हिसाबले कानुनी प्रक्रिया थोरै अब जटिल। यो मानव वन्यजन्तुबाट प्रभावित हरूको केसमा पनि त्यस्तै हो कि सरल तरिकाले पाउँछ? पहिला अलिकति धेरै जटिल थियो यसमा पनि, अब सम्बन्धित ठाउँमा डिभिजनमा जाने, त्यहाँ सुई गर्ने। तर अहिले अलिकति त्यसमा यो पछिल्लो जुन राहत निर्देशिका जो अपडेट भएर आयो, यो संशोधन भएर आयो, यसमा केही कुराहरू अलिक सहजता पहिलाभन्दा सहज छ भन्ने उहाँहरू जो पीडितहरूबाट पनि अलिकति पहिलाभन्दा सहज भएको कुराहरू चाहिँ उहाँहरू चाहिँ भन्नुहुन्छ, यसमा बताउनुहुन्छ। यहाँनिर चाहिँ अब एउटा कन्सेप्चुअल कुरा गर्दाखेरि पछिल्लो समयमा मानव वन्यजन्तुको द्वन्द्वलाई मात्रै चर्को गरी भन्नुभन्दा पनि हामीले भाषागत हिसाबले पनि मानव वन्यजन्तु सहअस्तित्वको कुरा हो। हामी आफ्ना कुरा गर्छौँ, मान्छेका हात्तीका कुरा गर्छौँ, अनि वन्यजन्तुको पनि त आफ्नो जीवन चक्र छ नि त। उसको आहार हामीले बाधा पुर्यायौँ होइन, उसको वासस्थललाई हामीले क्षय गऱ्यौँ, प्रभावित गऱ्यौँ। हजुर। होइन, अरू प्राकृतिक हिसाबले पनि उसलाई अप्ठ्यारो परेको छ। किनभने सामान्यतया त हाम्रा एउटा मान्यता पनि छन् नि, बाघै पनि वा सर्प पनि हामीले नजिस्क्याएसम्म, हामीले केही उसलाई कुनै खतरा पैदा नगर्दासम्म उसले आक्रमण झट्ट एकदमै कमै गर्छ भन्ने छ नि त प्रिन्सिपल। एकदम कम गर्छ। त्यसो हुँदा त हामी नै बढी दोषी हो कि त नागरिक नै दोषी हो कि के हो? सहअस्तित्वमा हामीले कहाँनिर प्रभावित गर्छ? त्यही त अब यो कुरामा ठ्याक्कै भन्नुपर्दाखेरि के छ भने अघि पनि कुरा त आयो, जस्तै प्राकृतिक स्रोत चाहिँ र क्षेत्र जत्रो छ त्यत्रै रहिराख्ने, र हाम्रो चाहिँ मानवीय जनसङ्ख्या जो वृद्धिका कारणले गर्दाखेरि मान्छे त बाँच्न पर्यो, बस्न पर्यो, खान पर्यो। त्यसको लागि चाहिँ उसले केही कुराहरू चाहिँ जो अतिक्रमण गर्दै लैजाने। एकजना मैले एउटा ठ्याक्कै घटना याद आयो मलाई। हामी एउटा कार्यक्रममा डडेलधुरा गएका थियौँ यो पर्यटनकै विषयमा, अनि यसो त्यहाँ खाना खाने ठाउँमा पारिपट्टि जङ्गल यसो देखियो त्यो, अनि रुखहरू छन्, त्यहाँ सल्लाहका रुखहरू छन्, अनि त्यसको बिचमा चाहिँ खेती गरेको देखियो क्या त्यो। अनि उहाँलाई सोधेँ मैले, बुढो मान्छेलाई, यहाँ त अलि ऊ जङ्गलभित्र खेती गरे रहेछ, यस्तो गरे रहेछ भनेर मैले उहाँसँग कुरा गरेपछि नर्मल्ली व्यक्तिगत हिसाबले कुरा गरेँ। मैले अब कहाँ जाने त बाबु, अब मान्छे बढ्दै गए, अब ठाउँ पहिला जत्रो थियो त्यत्रै छ, त्यो हिसाबले पनि हामी अब आफ्नो चाहिँ जीविकोपार्जनको लागि पनि त्यो क्षेत्रमा खनजोत गर्न बाध्य भयो भन्ने हिसाबले मैले कुरा गर्नुभयो। त्यही हो ठ्याक्कै, किनभने हाम्रा आवश्यकताहरू चाहिँ परिपूर्ति गर्नको लागि पनि हामीले कहाँ प्रयोग गर्ने त भने अब सबैको आँखा अथवा चाहिँ विकास निर्माणका हरेक क्रियाकलापहरू पनि हुने के हुन्छ भने अन्तिममा गएर चाहिँ वन क्षेत्र प्रयोग गर्ने अथवा सरकारी जग्गा जमिनलाई चाहिँ प्रयोगमा ल्याउने भन्ने हिसाबले हुन्छ। त्यो चाहिँ के हुन्छ
वन्यजन्तुहरूको वासस्थान हुने हुनाले त्यस्ता मानव वन्यजन्तुका घटनाहरू चाहिँ बढ्दै जाने क्रियाकलाप चाहिँ यो हामीले केही समय अगाडि म यो मोहना लालजाडी मोहनाको करिडोरतिर का गाउँ बस्तीहरूमा पनि यसो घुमेको थिएँ होइन। हजुर त्यहाँ चाहिँ सामुदायिक स्तरबाट प्रशस्त प्रयत्नहरू भएको देखाएको थिएँ मैले। हजुर जस्तो उनीहरूले विभिन्न समितिहरू गठन गरेका, टोल गाउँ समाज वार्ड होइन आदि इत्यादि। अलि अगाडिदेखि नै मानव र वन्यजन्तुको द्वन्द्वलाई न्यूनीकरण गर्नका लागि, त्यसबाट क्षति कम होस् भन्नका लागि, आवश्यक अवेरनेस गर्नका लागि होइन, आवश्यक सतर्कताका उपायहरू अपनाउनका लागि उहाँहरू त्यो सामुदायिक स्तरबाट गजबको प्रयत्नहरू भइरहेका देखेका थिएँ कि मैले। त्यस्तोमा केही गैर सरकारी संस्थाहरूले पनि उहाँहरूलाई त्यो निड्सका अथवा कसैका धेरै प्रोपर त्यो भन्दा पनि कसैले कति रिलेटेड कार्यक्रमहरूले पनि ब्याकअप दिएको पनि देख्थेँ म एज अ मन्त्रालयको अफिसर होइन। अब हामी प्रादेशिक सरकारमा वन तथा वातावरण मन्त्रालयको एकजना अफिसर हुनुका नाताले त्यो कुरामा हजुरहरूको अनुगमन वा त्यसमा प्रयत्नहरू फाइन्डिङ्सहरू कतिको हुने गरेको छ? यसमा कामहरू भइरहेछन्। लगभग के छ भने हाम्रो चाहिँ प्रदेश स्तरमा पनि एउटा WCCB चाहिँ नि गठन भएको छ। यो मानव वन्यजन्तुसँग सम्बन्धित चाहिँ घटनाहरूलाई अध्ययन गर्न भनेर अथवा घटनाका कुराहरू कहाँ के भइरहेछ त्यो सम्बन्धी चाहिँ एउटा समिति नै गठन हुने हुन्छ प्रदेशमा पनि। त्यसमा पनि युवाहरूलाई चाहिँ नि समावेश गरेर विभिन्न चाहिँ स्थानीय तहहरूदेखि अनि प्रदेशमा पनि त्यो जुन एउटा समिति हुन्छ त्यो द्वन्द्वसँग सम्बन्धित चाहिँ तिनीहरूले न्यूनीकरण गर्ने घटाउने भइसकेपछि तुरुन्त चाहिँ नि हामीले रेस्क्यु गर्ने कुराहरूमा पनि काम गर्ने खालको चाहिँ प्रदेश स्तरमा पनि WCCB चाहिँ गठन भएको अवस्था हुन्छ। त्यो जिल्ला स्तरमा र स्थानीय तहमा र प्रदेश स्तरमा पनि। के सन्देश दिन चाहनुहुन्छ समुदायलाई जो त्यो मामलालाई व्यवस्थापन गर्न तत्पर हुनुहुन्छ, लामो समयदेखि योगदानरत हुनुहुन्छ, उहाँहरूलाई के सन्देश दिनुहुन्छ ग्रामीण समुदायलाई जहाँका मान्छेहरू मानव वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्नका लागि वा सहअस्तित्व विकास गर्नका लागि प्रयासरत हुनुहुन्छ, उहाँहरूलाई के सन्देश छ? उहाँहरूलाई मुख्यतया त हामीले जो प्राकृतिक स्रोत व्यवस्थापन अन्तर्गतमा वन्यजन्तु पनि एउटा प्रकृतिको अनुपम उपहार हो, त्यसलाई पनि आफ्नो चाहिँ अस्तित्व बाँच्न पाउने उसको पनि अधिकार छ, उसलाई पनि जोगाइराख्ने र आफ्नो पनि त्यही अनुसारका क्रियाकलापहरू हामीले कसरी हुन्छ सकेसम्म असर नहुने गरी चाहिँ आफ्ना क्रियाकलापहरू पनि हामीले पनि सञ्चालन गर्दै जाने र संरक्षणका कुराहरू पनि गर्नु पर्यो। त्यसै गरी चाहिँ हाम्रो व्यवस्थापनका कुराहरू पनि गर्नु पर्यो र सदुपयोग पनि त्यसरी नै उसबाट हामीले लिने लाभ प्राकृतिक चाहिँ जुन लाभ हुन्छ त्यो चाहिँ हामीले लिन सक्ने अवस्थामा चाहिँ हामी सबै चाहिँ संरक्षणमा चाहिँ लाग्नुपर्छ। अब हरेक मान्छेले जस्तै हामीले जलवायु परिवर्तनका कुराहरू, पारिस्थितिकीय प्रणालीका कुराहरू आए, मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्बन्धीका कुराहरू आए, यसमा के हुन्छ भने हामीले सबैलाई चाहिँ सबैको सहअस्तित्व हुने हुनाले सबैलाई बाँच्न पाउने अधिकार पनि हुने भयो भने हामी पनि बाँच्न पाउने, उहाँहरूलाई पनि बाँच्न दिने किसिमले चाहिँ हामीले संरक्षणका क्रियाकलापहरू जस्तै प्रत्येकचोटि हामीले प्रत्येक वर्ष अथवा प्रत्येक समयमा अब एउटा वृक्षारोपण मात्रै एक रुख मात्रै रोप्न सक्यौँ भने प्रत्येक व्यक्तिले त्यो चाहिँ ठुलो चाहिँ नि संरक्षणमुखी चाहिँ क्रियाकलाप हुनसक्छ जस्तो लाग्छ मलाई। वृक्षारोपण नै सबभन्दा चाहिँ हाम्रो के हो भने प्रकृति हरियाली बनाउन सक्यौँ भने चाहिँ हामीले चाहिँ हाम्रो सहअस्तित्व पनि कायम हुने र प्रकृतिबाट हामी छुट्टै बसेर चाहिँ बाँच्न नसक्ने हुनाले पनि प्रकृतिलाई पनि सँगसँगै जोगाइ लैजानुपर्ने र हामी पनि त्यसको चाहिँ एउटा हिस्सेदार हुने हुनाले हामीले पनि यस्ता संरक्षणका क्रियाकलापहरूमा चाहिँ तपाईँ हामी सबै लाग्नुपर्छ भन्ने चाहिँ सन्देश दिन चाहन्छु म। हस्, आज हामीले तीनवटा विषयमा खास गरी क्लाइमेट चेन्जको जलवायु परिवर्तनको सवाल, त्यसै गरी पारिस्थितिकीय प्रणालीको सन्दर्भ र मानव वन्यजन्तु बिचको सहअस्तित्वको सवाललाई हामीले चर्चा गऱ्यौँ। यो विषयमा मसिनो गरी बताइदिनका लागि जानकारीमूलक एउटा एप्रोचबाट सेयरिङका लागि हामी माझ दानबहादुर थापाजी हुनुहुन्थ्यो। उहाँले चाहिँ हाम्रो प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको अधिकृत हुनुहुन्छ, सम्बन्धित फिल्डको एक जानकार विज्ञ हुनुहुन्छ। उहाँबाट धेरै कुराहरू थाहा पायौँ। भलै यो भेग विषय हो,
र अर्को महत्त्वपूर्ण सँगसँगै यो बसाइमा आएको मलाई लाग्दछ कि क्लाइमेट चेन्जको जुन असर छ त्यसबाट हामी प्रभावित हुने क्रम बढ्दो छ। त्यसमा आवश्यकता सतर्कताको खाँचो छ। त्यसै गरी त्यसैसँग रिलेटेड भनेको पारिस्थितिकीय प्रणालीबाट लाई हामीले ब्यालेन्समा राखिराख्नका लागि जुन योगदान गर्नुपर्ने छ त्यसतर्फ पनि हामीले आवश्यक कदमहरू चाल्नुपर्ने आवश्यकता नै छ। र मानव वन्यजन्तु द्वन्द्वको सअस्तित्व विकास गर्नका लागि पछिल्लो समयमा समुदाय स्तरबाट भएका प्रयत्नहरू प्रशंसनीय छन्, तर यसलाई अझ अभिवृद्धि गर्दै लैजानुपर्छ भन्ने एउटा सार कुराहरू थापा सरले राख्नुभयो। यसमा केही थप छुटेको कुरा छ भने सरबाट प्लिज। यसमा सबै कुरा मोटामोटी सबै कुरा समेट्न त सकिएन होला, किनभने विषयवस्तु एकदम धेरै छ यसमा। जस्तै जलवायु परिवर्तन भनेको कुरा अब अहिलेको विश्वमै चाहिँ यो कुराहरू चाहिँ आइरहेको केही कुराहरू यसमा, जस्तै हाम्रा नेसनल एडप्टेसन प्लानहरू छन्, लोकल एडप्टेसन प्लानहरू छन्। यी विविध विषयहरू चाहिँ धेरै ठुलो हुने हुनाले यो चाहिँ धेरैको सरोकार धेरै क्षेत्रको आम जनसमुदायदेखि स्थानीय तहदेखि प्रदेशदेखि सङ्घीयदेखि सबै कुराहरू चाहिँ यसमा समेटिने हुनाले केही विषयवस्तु यसमा छुट भएको पनि हुन सक्ला। त्यसै गरी पारिस्थितिकीय प्रणाली त्यो आफैमा झन् ठुलो कुराहरू छ। त्यसै गरी मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका कुराहरू पनि मोटामोटी चाहिँ मैले राखेँ। केही कुरा यसमा चाहिँ अब कमी कमजोरी भएमा यहाँहरूको पनि चाहिँ थप चाहिँ राय सुझाव, आम नागरिकको योगदान जरुरी छ। अनि त उहाँहरूको पनि चाहिँ नि आम श्रोताहरू आम दर्शकहरूलाई पनि केही थप सल्लाह सुझाव र मबाट केही गल्ती कमी कमजोरी भयो भने उहाँहरूले चाहिँ त्यसमा चाहिँ थप केही सल्लाह सुझाव दिनुहुनेछ भन्ने मेरो। मन्त्रालय चाहिँ सदा ओपन छ नि हैन? मन्त्रालय सदा ओपन छ। म चाहिँ सदा ओपन छु। म यो क्रियाकलापहरू अब हामीले नगरे कसले गर्ने त? यी विकास निर्माणका कामहरू हरेक कुराहरूलाई हामीले कसरी अगाडि बढाउँदै लैजाने र हामीले नगरे कसले गर्ने त भन्ने कुरा चाहिँ अब एकदम गर्न जरुरी छ भन्ने लाग्छ। यो सन्देश चाहिँ एकदम म आम जनसमुदायमा दिन चाहन्छु। हस् त, धन्यवाद थापा सर। आज हामीले अत्यन्त महत्त्वपूर्ण सवाल जो जनसँग रिलेटेड छ त्यो विषयमा कुराहरू राख्यौँ। यो समय दिनुभयो, थापा सरलाई विशेष धन्यवाद दिन चाहन्छु र आजका लागि हामी बिदा हुन्छौँ। नमस्कार, धन्यवाद।